भत्काउन लागिसक्यो पर्खाले सुर ग्यास हानेको छ होइन आँखाबाट आँसु आउन लागिसक्यो यो चुनाव केवल सत्ता परिवर्तनको माध्यम मात्र हुनु हुँदैन हिजो गोली चलाउनेहरूले हाम्रा युवाहरूको प्राण खोसेका थिए अब हामीले हाम्रो भोट मार्फत उनीहरूको शक्ति खोज्नुपर्छ हाम्रो आन्दोलन सुरु भइसकेको रहेछ अलिकति मात्रै मानिसहरू प्रशस्त रूपमा छन् है हाम्रो आन्दोलन सुरु भइसकेको रहेछ स्कुलको पनि आइरहेछ प्रोटेक्सन चाहिँ दिनु पर्यो हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई किनकि हामी चाहिँ जेनजेडको आन्दोलनमा आएको छौँ मानिसहरू प्रशस्त रूपमा छन् है देख्न सक्नुहुन्छ दाइ अनि म आएको छु अनि हाम्रो यो म नेपाल हाँसीको हेर्न चाहन्छु नारा सहित आएको छौँ हामी माथि सरकारी कार्यकर्ताहरू पनि हुनुहुन्छ ठिकै छ बाहिरबाट चाहिँ अलिकति मात्रै चलिरहेको रहेछ आन्दोलन त्यही भएर अभद्रता सार्वजनिक सम्पत्तिको क्षति people are just doing crazy यस्तो त गर्न हुँदैन but actually they are doing false act पर्खाले भत्काउन लागिसक्यो संसद भवनमा हो यो संसद भवनमा Some of them are really dangerous होइन पाले ल हामी यहाँबाट अब निस्किन्छौँ होइन धेरै लेट्स गो पानीमा राख्नु सुर ग्यास पानीमा फालो सुर ग्यासलाई ए यार Oh shit. असुर ग्यास हानेको छ होइन आँखाबाट आँसु आउन लागिसक्यो पेट्रोल होइन प्लास्टिक खुलेर बस्नुपर्छ होइन आँखा पोल्दो रहेछ ठिक छ आँखा पोल्दो रहेछ फरक परेन ग्यास हानेको छ असुर ग्यास हानेको छ है दाइ कहाँ असुर ग्यास फालेको छ होइन बोल्दो रहेछ
बङ बङती आगो लागेको छ। पुलिसहरू रेस्क्यु गर्दैछन्। हलहल्ती आगो लागेको छ। यसरी माथि भागदौड भइरहेको छ हेलिकप्टरमा। सबै ल जम्मै आगो लगाइदिएको छ। झलनाथ खनालको एमाले, युपी एमाले, कङ्ग्रेसको पुरै हलहल्ती आगो लाग्छ। गाडी साडी सब जलिसक्यो। भित्ताहरू सब हरियो रुखसम्म जलिरहेको छ। भित्रबाट आमा सासु आमा को रहेछ, बच्चालाई चाहिँ निकाल्न सफल भएको छ। सासु आमा बियोस भएछ भन्ने उयो कुरा आएको छ। उताबाट प्रहरी खटेर निक्लिरहेको छ। अब हेरौँ यो कतिसम्म कस्तो हुन्छ। सबै युवाहरूले अब यो वरिपरिको माहौललाई पनि अलि डरलाग्दो छ यो माहौल। निभाउन पनि यता घरमा पनि प्रभाव पर्ने कारणले चाहिँ यो हाम्रो उहाँहरूको मात्र विरुद्ध हो, जनतालाई केही दुःख नहोस् भन्ने कारणले गर्दाखेरि चाहिँ यता इफेक्ट पर्ने भएको र यहाँनिर आगो हालेर निभाइदिँदैछ। आगो हालेर पानी हालेर निभाइदिँदैछ है। देख्न सक्नुहुन्छ आगो दन्दन्ती लागिरहेछ। उताबाट फाल्ने भित्र फोड्ने कुरा भइरहेको छ। ब्ल्याक डे है। चारैतिर धुवै धुवा छ। धुवै धुवा। धुवै धुवा। काठमाडौँ धुवै धुवा भएको छ है। ब्ल्याक डे। ब्ल्याक डे। यो मुलुक दुई ढुङ्गा बीचको तरुल जस्तो छ। देशका महाजनहरू हाम्रा मुलुकमा आया भने दुनियाँ कंगाल गरी छाड्छन्। अन्याय मुलुकमा हुन नदिनु। निया निशा बिगार्न भनेको घुस दिने घुस खाने। प्रजा मोटा भया दरबार बलियो रहन्छ। मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो। सबैमा चेतना भया। Look at it. Sulabh is dead. Nepal. कहिल्यै गाली समेत गरेको थिएन। त्यस्तो माया गरेर हुर्काएको मुटुको टुक्रा जस्तो छोरोलाई छातीमा गोली ठोकेर मारेको कुरालाई उन चाहिँ आमाले स्वीकार्न सक्छिन् होला र। भाद्र 23 र 24 गतेको जेनजी प्रोटेस्टको दौरान नेपालैभरि घाइते हुने र मृत्यु हुने उनीहरू जस्ता सयौं छन्। ती सबैको परिवारमा कहिल्यै भुल्न नसक्नेको पीडा छ, जसको बोध केवल महसुस गर्नेहरूले मात्र बुझ्छन्। मृत्यु भएका मध्ये 45 जनालाई नेपाल सरकारले जेनजी सुशासन योद्धा भनेर शहीद घोषणा गर्यो। उनीहरूले सुशासन, जवाफदेहिता र भ्रष्टाचार रहित प्रणालीको लागि आवाज उठाएका थिए। गणतन्त्रमा यी आवाजहरूले ठाउँ पाउनुपर्ने थियो, सुरक्षा पाउनुपर्ने थियो, सुनुवाई हुनुपर्ने थियो। तर जब आवाज चुल्यो, आवाजलाई बन्द गराउन गोली चलाइयो। आज पनि जेनजी सहितका परिवारका घाउ हालै छन्। कति आमाहरू अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दै बसेका छन्। कति बुबाहरू भित्रभित्रै टुक्रिएका छन् तर आँसु देखाउन सकेका छैनन्। कति दिदीबहिनीको भाइटिकाको थाली अब सधैँको लागि खाली भएको छ। कति दाजुभाइहरूको आँट अब सधैँको लागि कमजोर भएको छ। सपना मासिएका छन्, सहारा टुटेका छन्, घरको मूल खम्बा भाँचिएको छ। निरङ्कुशताको गोलीले प्राण मात्रै खोसेन, घर खोस्यो, आशा भरोसा खोस्यो, भविष्य खोस्यो। मरेको जीवन फर्केर त आउँदैन, तर न्यायले कम्तीमा ती रुँदा रुँदा पोलेका आँखालाई केही शीतल पार्थ्यो कि। त्यसैले यो चुनाव केवल सत्ता परिवर्तनको माध्यम मात्र हुनु हुँदैन। हिजो गोली चलाउनेहरूले हाम्रा युवाहरूको प्राण खोसेका थिए। अब हामीले हाम्रो भोट मार्फत उनीहरूको शक्ति खोज्नुपर्छ।